50 घण्टासम्म घना जङ्गलको अन्धकार र एक्लोपनसँग लडेर एक अबोध बालक सकुशल भेटिएको खबर सुन्दा जो कोहीलाई पनि छाती काम्छ। आफू हराएको महसुस समेत गर्न नसक्ने त्यो बच्चाले 50 घण्टासम्म कति ठुलो सङ्घर्ष गर्यो होला। कल्पना गर्नुहोस् त, भोक, तिर्खा, निद्रा, आमाको न्यानो काख र ममता छाडेर उसले एक्लै ती कहाली लाग्दा घण्टाहरू कसरी बिताए होला। बोट बिरुवा र काँडामा अल्झिएर शरीरमा लागेका चोटहरू लड्दै पड्दै गरेको त्यो पीडा र जङ्गली जनावरसँगको त्रासबीच उसले बाँच्नका लागि कति सङ्घर्ष गर्यो होला। सायद धेरै समय त ऊ आमा आमा भन्दै कति रोइरह्यो होला। तर उसको त्यो अबोध आवाज त्यो सुनसान जङ्गलमा कसले सुनिदिने। दर्शक महानुभाव, गैंडाकोट 14 माथिल्लो भागर स्थित मामाघरबाट हराएका 2.5 वर्षीय बालक सिवान तामाङ 2 दिनपछि सकुशल फेला परेका छन्। मङ्गलबार बिहान हजुरआमा याम कुमारी आले मगर च्याउ खोज्न शङ्खदेवी सामुदायिक वनतर्फ जाने क्रममा सिवान पनि पछि पछि जङ्गलतर्फ पुगेका थिए। सोही क्रममा बाटो बिराएर उनी घनघोर जङ्गलमा हराएका थिए। सिवानका आमाबुवा रोजगारीको सिलसिलामा भारतमा रहेका कारण उनी विगत 1.5 वर्षदेखि मामा घरमै बस्दै आएका थिए। बालक हराएको जानकारी पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए। रात दिन नभनी गरिएको व्यापक खोजीका क्रममा उनी 2 दिनपछि बालकलाई सकुशल फेला पारिएको हो।